बालेन चस्मा लाएर कता हिँडेको सर? बालेन चस्मा ल्याएर यार अब खायो है, क्रोसिया पनि खायो है। क्रोसिया खानु पर्यो नि त, यत्रो नेपाली भइसकेपछि त अब नेपालले खायो। कानमा डायमन्ड हैन, क्रोसिया आइएको छ, महिनामा 1.5 लाख झ्याम्म पठाइएको छ नेपालमा हैन। 1.5-2 लाख कोचीमा 1.5-2 लाख कोचीमा हालेर हिँडेको छ। तिम्रो घरमै सुतेर बसिरहेको, घरमै सुतेर बसिरहेको तिम्रो बस कहिले काहीँ यसो इन्जोय पनि गर हो। लाइभ भनेको ए सुपर बाइक आयो यार। So hello, welcome back to my channel guys, everyone, hope you are good. आज चाहिँ हामी धेरै जना छौं मान्छेहरु, केटाहरु धेरै जना छ, रमाइलो गर्ने भनेर हामी जंगलतिर लाग्दै छौं। सन्डे ब्लग बबाल रमाइलो होला जस्तो छ। हाम्रो क्याम्प यही हो कम्पनीको। यहाँ सबै नेपालीहरु हुनुहुन्छ। सो एउटा अर्को नेपाली लाउरे यता छ, प्राडा भाइ। Okay, what do you want to say to my viewers? Say something. Say hi on my blog. Hello. We are on blog now. के छ? ठीक छ? म नेपाली सिकिगए छु। So guys, नयाँ स्कुटरमा आज नयाँ राइडर आइदे ल ह्यान्डओभर। सेगवे मैक्स G2 दुईटा बब्बल रमाइलो हुने वाला छ आज। सस्पेन्सन इन्टिमो। How much this one? This is 11 euro something. It's good. It's very strong. Yes, come on bro, come on. खतरा च्यालेन्ज हानिरहेछ क्या। Good. 90 किलो। Oh my god. एउटा रोहित भाइले ढिलो गरे क्या लाउ। सो आजको अफरोडिङ राइड चाहिँ खतरा हुने वाला छ। भिडियो अलिक चेकिङ हुन सक्छ। अब बिस्तारै जाने हो किनभने हामीलाई धेरै रेन्जको चाहिएको छ। छिटो गएर काम छैन, बिस्तारै जाने, धेरै किलोमिटर चलाउने, त्यस्तो छ हाम्रो प्लान। आजको डे चाहिँ एकदम रमाइलो छ। सो गाइज एभ्रीवन, वेलकम ब्याक टु माई च्यानल। आई होप एभ्रीवन इज डुइङ गुड। म पनि सन्चै आरामै छु, तपाईहरु पनि सन्चै आरामै हुनुहुन्छ होला भन्ने आशा छ मलाई। सो आज हामी फेरि नेक्स्ट राइडमा निस्किसकेका छौँ। एभ्रीवन किप वाचिङ, स्टे ट्युन है। आजको दिनमा के हुन्छ म तपाईहरुलाई सबैलाई देखाउने वाला छु। ओ माइ गॉड, कस्तो बारबिक्यूको बासा आयो, कसले बारबिक्यू हान्दिया रहेछ। घर देखाइदियो हेर्नु, घरको कलर र ट्रकको कलर यस्तो मिलाएको छ। मान्छे कति शौकिनवाला होला कि, कस्तो मिठो घर हैन। एउटा राम्रो गाडी, ट्रक, कमाउने भाडा, एउटा यारिस पुरानो रहेछ, अनि प्रोगिटको कार रहेछ एउटा। यहाँको लाइफ स्टाइल चाहिँ एकदम राम्रो छ क्या। यिनीहरूले चाहिँ अर्कै तरिकाले जिउँछन् जिन्दगी है। कि गाइज एभ्रीवन इज देयर, सबैजना पुगिसकेको छ। अब 2-3 जना बाँकी छ अझै आउनलाई, 3 जना बाँकी छ। ओके, त्यही हो हाम्रो ग्याङ। त्यहाँ छ केटाहरू टन्न। हेलो 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 हो दाजु, के छ त आजको कन्टेन्ट? के छ अझै ग्रुपमा घुम्न जाँदा कस्तो फिल भइरहेछ तपाईलाई? ल लिम्बुदाई क्रोसियाको हिरो मान्छे, आमामामा डन भएर हिँड्नु भएछ नि है। ल होइन, हामी जाँदै गर्ने। रुपेशले देखिरहेछ बाटो, रुपेशले 2 जनालाई लिएर ऊ आइसकेछ त। उता गएर धेरै टाइम स्पेन्ड गर्न पाइयोस् होइन। के छ प्राडा, ल्याम्बोर्गिनी, प्राडा जता पनि ल्याम्बो। ओ धन्न धन्न, हेलमेट छैन भनेर हेपेछ। के छ कमल भाइ? मेरो ब्लगमा वेलकम छ तिमीलाई। आजको दिन रमाइलो होला जस्तो छ होइन। वेदरले पनि बबाल साथ दिइरहेछ। घाम नडुबोस्। ल ल ल ल ल सबैजना लागौँ लागौँ लागौँ, आइपुग्यो केटाहरू हो। बब्बल रमाइलो, सँगसँगै लाइनमा हिँड्ने है, एकदम एउटै लाइनमा हिँड्ने है, रोडमा नहिँड्नु। हाम्रो साइकल राइडर एमटिभी माउन्टेन बाइक राइडर होइन। ल अर्को हिरो आयो। वेलकम ब्याक टु माई च्यानल, वेलकम ब्याक टु आवर ग्रुप। रोहित भाइलाई पनि स्वागत छ। सस्पेन्सन ओ विली 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 विली। अर्को
G30 Max वाला राइडर आउँदैछ। तपाईहरुलाई मैले यहाँको सिन धेरै दिन देखाएको छु हैन। यो कति गाडी फास्ट कुद्छ के यो ठाउँमा, डेन्जर फास्ट कुद्छ। यता दामी राम्रो रहेछ यतातिर। G30 राइडर किन हो हिनेको? ब्याट्री बचाएको? ब्याट्री बेक सेभिङ। गुड 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 गुड। ल अब जानुपर्छ। ल सबै लाइनमा हिँड्ने, रोडको साइडबाट लाइनमा हिँड्ने, साइकलवाला बीचमा हैन। सबै स्कुटर 20 को स्पिडमा चलाऊ। 2 नम्बरमा छ। त्यो 20 को स्पिडमा चलाऊ डी मा। सुरु भइसकेको छ। सब केटाहरू अगाडि गइसक्यो हो, देखिरहनु भयो होला। क्यामेरामा देखिन्छ कि देखिन्न। हाम्रो स्कुटर राइडर चाहिँ अलि लगभग उस्तै छ होला। स्कुटर राइडर र साइकल राइडर हैन। साइकल राइडर बराबरै छ होला है। 3-4 जना साइकल राइड छ अनि 3-4 वटा स्कुटर छ हामीसँग। जोस रमाइलो होला जस्तो छ। एकदम साइकल ट्र्याक स्कुटर ट्र्याकमा मात्रै हिँड्नुपर्ने हुन्छ हामीले। त्यो स्कुटर चलाउने को हो? रोहित भाइ। कसको चलायो? मामाको। मामा आखिरमा आफ्नै फर्ममा आयो साइकलमा। मामा आखिरमा राइडर त राइडरै हो नि, साइकल राइडर हो पहिलाको। आफ्नै साइकल आफ्नै स्कुटर आइरहेछ। नाइ मामाको बसे हा, उसको बसे होइन रोहितको। मामाको त मस्त बसे नि। ल हाम्रो स्कुटर राइडरहरू आउँदैछ ट्रकको लाएर हो। 1, 2, 3, 4 वटा 5 वटा अनि म चाहिँ लास्टमा छु। हाम्रो स्कुटर राइडरको लिड चाहिँ एउटा उसले गर्नुपर्ने हो, तर कसले लिड गरिरहेछ थाहा छैन है। के भयो? आमा रोहित भाइले नयाँ स्कुटर पायो त। पारी हिँड्नु पर्ने हो, पारी त्यो बाटो हिँड। कस्तो दामी छ। यो बाटो त हामी पहिला पनि हिँडेको जस्तो लाउँछ, तर मैले भ्लग चाहिँ गरेको थिएन यो बाटोमा। अघिल्लो पालि आउँदा चाहिँ मेरो ठ्याक्क मोबाइलमा ब्याट्री लो भइरहेको थियो। आज चाहिँ म फुल ब्याकअपका साथ हिँडिरहेको छु। मसँग 30,000 mAh को पावर ब्याङ्क छ। कुनै टेन्सन छैन मेरो मोबाइलहरूको लागि। दुईटै मोबाइललाई म फुल चार्ज गर्न सक्छु। यो चाहिँ हाम्रो चियान घाट हैन। यो चाहिँ चियान घाट क्रोएसियाको। ग्रुपको यसो फोटो हाम्रो सत्य यसलाई भन्छ ट्रु। के भन्छ? सत्य लाइफमा यही हो सत्य। ल यही हो, लास्टमा हामी जानुपर्ने यही हो हैन। बाँकी भनेको अरु सब देखावटी हो। ल एक दिन त जानी हो संसार जे भयो नि। यो खासमा यो ठाउँ भनेको सेलिब्रेट गर्ने ठाउँ हो क्या। हामी लास्टमा आउने ठाउँ यो हो नि त हैन। एक दिन सबैजना आउने हो। बालेन चस्मा लाएर कता हिँडेको सर? बालेन चस्मा ल्याएर यार अब खायो है, क्रोएसिया पनि खायो है। क्रोएसिया खानु पर्यो नि त। यत्रो नेपाली भइसकेपछि त अब नेपाल त खायो। कानमा डायमन्ड हैन। क्रोएसिया आइएको छ, महिनामा 1.5 लाख झ्याम्म पठाइएको छ नेपालमा हैन। 1.5-2 लाख गोजीमा 1.5-2 लाख गोजीमा हालेर हिँडेको छ। तिम्रो घरमै सुतेर बसेर तिम्रो बस कहिले काहीँ यसो इन्जोय पनि गर हो। लाइफ भनेको ए सुपर बाइक आयो यार। सोल्टीले डरो दियो। ल जाउँ। हेलो डन। गाडी साडी हेरेर है। ल सारा यतै
कस्तो दामी बनाइदिएको छ। बाटो पुग्यो भने कुनै पनि चिज के अरे असुविधा हुँदैन कि। सबभन्दा ठुलो कुरा भनेको बाटै रहेछ है। रोड एक्सेस चाहिँ तपाईँको जुनसुकै ठाउँमा पनि पुऱ्यायो भने त्यसपछि सबै सुविधाहरू बिस्तारै बिस्तारै हुँदै जान्छ। ल हाम्रो केटाहरू राइडमा आए। कति राइड हो आज मैले हिमाल ब्लगले अर्गनाइज गरेको राइड हो यो। नगर है नबोल। बब्बाल ठुलो रहेछ घोडा पनि। यो घोडाको बिउ त कहाँ पाउँछ होला? नेपालमा त छैन होला यो टाइपको घोडा। मा कस्तो कत्रो छ यार। मलाई त यो हिँडेको देख्दाखेरि यहाँको सरकारले यहाँको आर्मी बन्द दिन्छ है। हामी चाहिँ आइयो हेभनमा। यो गाउँ मस्त दामी ठाउँ रहेछ। खाल्डो खाल्डो डाँडा डाँडा हो। ल होन्डा सिभिक पुरै मोडिफाई हाने रहेछ। पहिल्यै जमानाको गाउँ रहेछ यहाँ चाहिँ। पुरानो तर एकदम व्यवस्थित एकदम राम्रो गाउँ। औडी चाहिँ धेरै चल्ने कि यहाँ है। नेक्स्ट लेभल मजा भयो। बिचमा होइन के को जङ्गल हो त्यो? पुरानो बाटो आयो। कस्तो दामी छ यार माया कसम सिनारी हो कि। मजा आउँदैछ कालो चस्मा लगाएर? ठाउँ त दामी छ नि अन भाइ, रमाइलो छ नि यो। आहा सानो चिटिक्क परेको क्या दामी गरे। फाइनली आइपुग्यो। ओइ होए बब्बाल ठाउँमा आइपुग्यो हेभनमा। ल फिसिङ गर्ने ठाउँ पनि रहेछ। ओ मा कसम मस्त ठाउँ छ होइन? होइन वरिपरि डाँडा छ है। फिसिङ गर्न पनि पाइन्छ। स्पेसल फिसिङ गर्ने ठाउँ हो। यताबाट जाउँ कि यताबाट जाउँ? यताबाट जाउँ पछि आउँदा यताबाट निस्कौँला है। रमाइलो छ एकदम मजाको ठाउँ छ। यस्तो बवाल नेचर होइन। म चाहिँ एकदम नेचरलाई धेरै माया गर्ने मान्छे, मन पराउने मान्छे। गयो राइडरहरू गयो केटाहरूले हावा उडाएर गयो। ओके सो रमाइलो छ, मजा आइरहेछ। अब हाम्रो केटाहरू यता चिलमा होइन, यता छ ल ल अब एकछिन फोटोसुट हुन्छ, त्यसपछि हामी फेरि के गर्छौँ देखाउँछौँ नि।
गाना गाउँ न नजिकबाट भाइ यताबाट यहाँ चटपटे बनाएको नि काट्ने कुरा चाहिँ के ल्याएन कि आफ्नो खोरहरू आफूले सम्हाल्नु खोर नगर यो त हाल्ने होला नि त हाल्ने हो एउटा हाल्नु ल मिठो ए बुधे प्याज भाइ हाम्रो चटपटे बन्दैछ आजको साथीभाइ मेलमिलाप होइन भेटघाट कार्यक्रम हुनुहुन्छ च्यानलको मालिक यहाँ हुँदैछ यता गिटार चल्दैछ यहाँ मादल ट्याकको मादली छौ गिटारिस्टलाई पनि देखाउँ रोहित भाइ देखाइरहेको छु त यसको लागि धन्यवाद स्टार्टिङ हान गीत नेपाली बाजा त्यही छ त सबले गाउने त्यही प्लास्टिकमा हेर्नु त सबले गाउन त्यही अगाडिको के सबले गाउन त्यही अगाडिको के त्यो लिमुदाई त फर्किन लिमुदाई हाम्रो च्यानललाई लाइक शेयर सब्सक्राइब गरिदिनु होला आजको हाम्रो यो रमाइलो चाहिँ तपाईँहरूको लागि स्पेसल अर्गनाइज गरेको होइन सो के छ अनि तपाईँको अब यो कुन ठाउँ आइरहेको छ हामी यो क्रोएसियाको स्लाभन्स्की बोर्डबाट पनि होइन 14 किलोमिटर भित्र एउटा कहाँ जङ्गलको छेउमा तर त्यस्तो बिकट पनि छैन रहेछ मलाई त कच्ची बाटो भन्नाले पक्की बाटो छ साइक्लिङ गरेर अनि आउन सकिन्छ यति रमाइलो यो देख्न सक्छ होइन देख्न सक्छ आज अलिकति घामले एकदम क्लियर पिसफुल होइन पिसफुल जग्गा मजा आउने ठाउँ त्यता इन्जोय गाइज एभ्रीवन है चटपटी बन्दैछ हाम्रो सर्टपटे ओ शिट म्यान यहाँ ल्याएर छैन अब यहाँ
I'm their friend. Okay. What's your name? Leona. Say something on my blog. This is my blog. I have a YouTube channel also. No, it's a YouTube channel. I have TikTok also. But say hi. Say hi. Okay, hi from Croatian girls and boys. So everyone, please keep watch and like, share, subscribe my channel. So hope to see you again. Okay. Do you want to join us? Okay, give me Do you want to try Nepali food? We just make some food there. If you want to try it. Give me your YouTube channel. Okay. यो मन त मेरो नेपाली हो. सो हामी चाहिँ एकदम रमाइलो गरिरहेछौँ. साथीहरूसँग यति धेरैजना सँगै आयो आज होइन. एकदम रमाइलो भइरहेछ. मैले सोचेको पनि थिएन यति धेरै साथीहरू आउला भनेर. सो फाइनली हामीले देखायौँ होइन दाइ, आएर देखायौँ होइन. अनि प्लानिङ हाम्रो धेरै लामो थियो अनि आज सक्सेस भयो. Cheers to everyone. सो गाइज आजको दिनमा आइयो हामी यो ठाउँमा. बहुतै रमाइलो भयो, एकदम रमाइलो भयो. साथीहरूसँग बसियो, मिठा मिठा गफ हानियो, एकछिन नाचियो होइन. अनि एकदम जस मुड फ्रेस भयो. एकदमै हार्ड वर्क गर्नुपर्छ 5 दिन. त्यसपछि फेरि अर्को 2टा दिन आउँछ, शनिबार र आइतबार. त्यो दिन रमाउनु पर्ने हुन्छ. आजको दिनमा चाहिँ हामी यस्तो ठाउँमा आइरहेको थियो. यो ठाउँ हामी यहाँ बसिरहेको छौँ ठक्क. मसँग पछाडि कमल भाइ गिटारिस्ट अनि बुद्धिमान तामाङ क्यामराम्यान होइन. जाम ल हिँड्दै गरौँ बिस्तारै. अब हामी चाहिँ निस्किनु पर्ने हुन्छ गाइज. अब हामी घर जानुपर्ने हुन्छ. मेरो मोबाइल चाहिँ स्विच अफ भइसकेको थियो. मैले 30,000 mAh को ब्याट्री पावर ब्याङ्क किनेको थिएँ. आज आएर काम लाग्यो. अब यो मलाई एकदम धेरै काम लाग्ने होला फेरि चाहिँ. यो चाहिँ पावर, स्पेसली यसमा ब्याट्री नै टिक्दैन. अब यो चाहिँ मैले जता गए पनि चलाउनु पर्ने हुन्छ. 2टा 3टा ल्यापटप स्पिकर सब चार्ज हुन्छ नि फेरि 30,000 mAh मा. यो स्विच 10 को रहेछ. मैले अनलाइन देखेको थिएँ, बहुत राम्रो रहेछ. दामी. एक नम्बर ठाउँ छ सिरियसली, एक नम्बर ठाउँ. ब्युटिफुल प्लेस. अनि क्रोएसियाको यो चाहिँ स्लाभन्स्की बोर्डबाट 15 किलोमिटर टाढा पर्छ, जङ्गलतिर छ. जस कोही आउन चाहनुहुन्छ, घुम्न चाहनुहुन्छ भने आउँदा एकदम मुड फ्रेस हुन्छ, रमाइलो हुन्छ साथीभाइसँग आउने. सो गाइज फाइनली हामी रिटर्न भइसकेका छौँ. टक्क हामीले चाहिँ नि भ्लग गरियो आजको लागि यति नै हुन्छ होला. अब हामीले गुड बाई भन्ने बेला आइसकेको छ. इफ यु आर न्यू हियर जस्ट कीप सब्सक्राइब, स्टे ट्युन. सी यु अन नेक्स्ट भ्लग. बाई बाई. सी यु.